सो गाइज न्यू डे न्यू भिडियो न्यू डे होइन यो मर्निङ न्यू डे होइन न्यू नाइट हुन आँटिसक्यो होइन बाहिर घाम अस्ताएर यस्तो चहल पहल छ जिन्दगी गाह्रो छ होइन अनि बुइनी पनि आई मेरो तँलाई स्कुल Wow! Oh no. The next day. हुन्छ तपाईं आफै भनिदिनु त अनि यो यसको जुस बनाएर खाने अब हर्बल टी क्या यो चाहिँ हर्बल टी हो यो चाहिँ अब हामी हर्बल टी बनाएर खान्छौँ होइन मामुले पूजाको सामग्री लगेर पूजा गर्न आज के हो मामु साँच्चै आज कुकुर तिहार होइन आज अनि उता पर त सबैतिर त लिटपोत गरेर राखेर छन् लक्ष्मी पूजा पनि हो नि त आजै हो आजै हो तर अहिले हैन भरे कति बजेदेखि लाग्छ उसो नि आज बिहान चाहिँ कुकुर तिहार र बेलुका चाहिँ लक्ष्मी पूजा उसो नि आज चाहिँ कुकुर तिहार रहेछ बिहान चाहिँ अनि बेलुका साँझ परेपछि लक्ष्मी पूजा रहेछ अब बेलुका साँझ परेपछि लक्ष्मी पूजामा हामीले बाहिर रङ्गोली बनाउनु पर्छ होला होइन झिलिमिली मिलाउनु छ अब पहिला हर्बल टी खाऊँ न सेम भेज सेम कलरको चिया सेम भेज सेम कलरको चिया हर्बल टी कुन फुलको आयो थाहा भएन फुल अनि यो यसमा चाहिँ नि हामीले खटाएको छैन यसमा चाहिँ नि हामीले यसमा चाहिँ नि यो ब्लू कलरको छ होइन कागती हाल्यो भने नि के लाग्छ मेरो साइन्टिस्ट बन्ने लक्षण होइन यो साइन्टिस्ट बन्ने लक्षण होइन अर्को मामुको त्यहाँहरू मामुको पनि यस्तै भएछ मेरो यस्तो भयो मेरो साइन्टिस्ट बन्ने लक्षण होइन यो हो के भन्दा होइन पो अरे सबै हाल्नु नै थियो कागती अमिलो बनाएर खाऊँ अब ल साइन्टिस्ट बन्ने लक्षण हो नि यो त साइन्टिस्ट बन्ने अब चिया खाने अनि चिया खाएर घरबाट आने केही प्रश्न रहेको छ हजुरलाई दियो बाहिर रङ्गोली बनाइयो बनाइयो लक्ष्मी भित्राइयो कस्तो रहेछ जोक पाठ जोक गर्दैछु म होइन अहिले चाहिँ यहाँ हाम्रो रङ्गोली यस प्रकार रहेको छ होइन रङ्गोली यस प्रकार रहेको छ भन्ने सूचना जानकारी गराउँदैछु म अहिले दर्शक महानुभावहरू रङ्गोली यस प्रकार रहेको छ अनि पल्लो घरमा आन्टी रङ्गोली बनाउँदै हुन्छ बनाइराख्नु है छैन बनाएको ए बनाउनु अनि यहाँ दियो त्यहाँ दियो त्यहाँ अनि उ त्यहाँ दियो राखेर अनि यहाँ पनि दियो राखेको छ मैले यहाँ र यहाँ दियो छ अनि वहाँ माथि पनि दियो छ त्यहाँ र उ त्यहाँ अनि दियो राखेर हाम्रो लक्ष्मी चाहिँ यताबाट आएर यहाँ भित्र जानु भएको छ यहाँ भित्र यता लक्ष्मीजी यहाँ हुनुहुन्छ हैन नमस्ते अनि यो चाहिँ हाम्रो
पूजा रहेको छ। पूजाको सामग्री थाल बटुका लोटा लु त्यस्तै भन्दै भन्दै हाम्रो घरमा लक्ष्मी भित्रिनु भएको जानकारी मैले गराउँदैछु मामु। तपाईँ लक्ष्मी भित्र कस्तो लाग्दैछ? लक्ष्मी भगवान है च्याउ काट्दै हुन्छ च्याउ तास्दै हुन्छ। म यो च्याउ कति पर्छ तपाईँले किन्दाखेरि बजारमा नभन्ने कति पर्यो? 100 रुपियाँ कुखुरा चाबी लगाएर म गाउँको कुखुरा चाबी लगाउन। अब आज लक्ष्मी पूजा भयो होइन मामु? भोलि के हो? औँसी दिन के बुझिन्छ? भोलि गाई भोलि गोरु होइन अनि भोलि जेसुकै होस् अब आजलाई यति नै हो। अब हामी भोलि भेटौँ। नेटवर्क बिग्रियो। आशिष भन। मिलाएनन् देउसीले मिलाएनन् देउसीले भैली होइन भैलीले मिलाएनन् काटौँ पैसा खाट होइन यो भैलीले मिलाएन पैसा काटौँ ल प्लास्टिक लिएर आऊ। वाह The next day. भन छिटो भन। देउसिरे को तिमीहरूको ग्रुपको लिडर को? कोही छैन। ए लिडर पनि ग्रुप हुँदैन। इक्वल हो टियो ठिक छ। अल आर इक्वल। कताबाट आएको तिमीहरू? पुष्पा चोक वहाँ माथिबाट गफ खानु होला भाइले चाहिँ। ए त्यो भने त्यसो भने ह्याप्पी तिहार बाई। रातो माटो देउसुरे 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 ए टाढाबाट आइयो ए साह्रै दुःख पाइयो धेरै टाढा 2 घर परतिर। आखै अब आशिष दिने पालो खोइ।
आहै यसैमा घरका आहै परे भा पन्छी आहै उड्दामा खेरी आहै आकाशे डाकुन अरु अरे यार आइ भन भन भाइ हो आइ राम्ररी भन आइ स्वर मिलाइ कन आइ भन न भन देउसुरे भट्याउँदै अमिनाको पालो अरे ल अमिनाको पालो अब अमिनाको पालो ल आइ छानामाथि घिरौला आहै के दिन्छन् हेरौला आहै झिलिमिली झिलिमिली आहै केकको झिलिमिली आइ फुलको झिलिमिली आइ कुन फुल आइ सयपत्री आइ गोदाबारी आइ बत्तीको झिलिमिली आइ कुन बत्ती आइ मैन बत्ती आइ पिलपिले बत्ती आइ दियो बत्ती आइ झिलिमिली झिल्का आइ तातो रोटी मिल्का देउसुरे 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 श्री सावित्र उप्रेती खरेलजी के बनाउन आँट्नु हो ए जेसुकै छ के बनाउन आँट्नु हो चाहियो रोटी हो रोटीको लागि यो चिसा चाहिँ के हो म त अहिलेसम्म थाहा छैन यसको नाम के पो हो यो दबाई यो रोटीको पिठो होइन यहाँ अब यहाँ रोटीको पिठो भिजाउने इसागोल इसागोल गोलो छैन त ए अहिले गोलो हो त्यही पनि झर सुसानीले काम मात्र बिगार्छ क्या अब मामुले यहाँ पिठो भिजाउन आँट्नु भएको होला होइन पिठो भिजाएर अलिक भर्खर कुन पानी भिजाउनु चिनी पानी भिजाउनु अब त्यो त तपाईँ थाहा नि मलाई थाहा नै छैन कसरी के बनाउँछन् भनेर लु भाइ मामुले चाहिँ रोटी बनाउन आँट्नु भएको अरे म चाहिँ अब लुगा धुनु पर्ने छ क्या अरे उहिले हाम्रोमा के चिया पकाउनुहुन्थ्यो त्यही चियामा चिनी हाल्नुहुन्थ्यो केही चिया छानेर यहाँ रोटीको पिठो मुस्नुहुन्थ्यो एकचोटि आमाले घर यहाँ घरमा त्यसै बनाउँछ नि त्यस्तै गर्नु न त आमाको तरिका यो धेरै नहाल्नु है सोडा फेरि खाँदाखेरि तितो पो हुन्छ त सोडा होइन के हो त ए के पो कपुर ल मामुले ओछ्यान भन्ने आएछ मामुले रोटी पकाउँदै हुन्छ म अब लुगा धुन जान्छु लुगा धुएर आउँछु लिनु ए लिनु दिनु हालिदिनु ल है मामुले रोटी बनाउनु भएको अरे सुरुमा बनाउँदाखेरि रोटीको भुजुरी बन्नेछ अहिले रोटी हालिदिन्छ मामुलाई यो होचो भएको किचन अलिक अग्लो भएछ कि त्यही भएर मामु चाहिँ मुढामा चढिवरि हाल्दा हुन्छ रोटी म हालिदिँदै नि म ठिक्क हुन्छ किचन मलाई रोटी हाल्नै आउँदैन झन् छोरी परेन नभए छोरी साडी लगाउन नआउने छोरी र रोटी हाल्न नआउने छोरीको काम छैन भन्छन् नि खाना पाए त हुन्थ्यो मामु माथि कि तल सबै भगवान्ज्यूले माडी चुडी खाइसियो ल चारवटा रहेछ कति खानुहुन्छ बाडी चुडी खानुहोस् ल दिएँ मैले चाहिँ पत्ता ल्याउनु अरे कस्तो पत्ता त्यसमा हालेर रोटी बनाउँदै हुन्छ एउटा चाख्नु सानो खाएछ
मिळेल फेरि का ठिकै छ के भयो मिठो भएछ मिठो छ गुलियो अहिले लुगा लिन्छ नि लुगा होइन अनि सब्जीमा हौसलामा ल रोटी चाहिँ ए तिहारको कहिले रोटी खाइयो रोटी चाहिँ मिठो छ अब लुगा लिन जान्छु म The next day.